ओ माई गड यो ब्रस पनि फेरि चलाउन कम गाह्रो छ त बरु सुई चलाउन सजिलो होला यो ब्रस चलाउन मलाई कति गाह्रो हुन्छ ओ माई गड हजुरलाई के थाहा नर्सको पीडा नर्स पनि बन्न मन लाग्ने साथसाथै कन्टेन्ट क्रिएटर पनि बन्न मन लाग्ने मेकअप पनि गर्न मन लाग्ने स्किन केयर पनि गर्न मन लाग्ने के गर्न मन लाग्छ हो मलाई तर के गर्ने सबैतिर भ्याकै छु मल्टी ट्यालेन्टेड छु नि त फेरि कस्तो हो आफैले आफूलाई मल्टी ट्यालेन्टेड भनिरहेको छ भनेर भन्नु होला अब के गर्ने त कुरेर बस्ने हो मलाई कसले तिमी राम्रै छौ तिमी कति मल्टी ट्यालेन्टेड छौ भनेर त्यस्तो कुरेर बस्यो भने त आफू डिमोटिभेट भइजान्छ त्यही भएर आफैले आफूलाई म राम्रै छु म कन्फिडेन्ट छु म मल्टी ट्यालेन्टेड छु म यो गर्न सक्छु भन्यो भने चाहिँ आफैलाई इन्करेज आउँछ कि अनि अझै कन्फिडेन्ट लेभल बढ्छ त्यही भएर हजुरले पनि त्यही सोच्नु होला त्यस्तो अरूले मलाई यो भनिदिए लाएर अनि गर्छु भनेर नसोच्नु आफूलाई गर्न मलाई चाहिँ गरिहाल्ने हो सकियो यता ऐनामा त राम्रो देखेछ टिकटकमा झनै राम्रो देखेछ हजुरलाई त झनै राम्रो देख्यो होला है म ओ माई गड छ्या कति नक्कली छु म के गर्ने त यार नक्कली छु त छु अब मैले चाहिँ नो मेकअप लुक गर्नु लागेको छु गाइज अब मलाई याद छ कि छैन एक्चुअली जस्ट अब हल्का रिभाइज गर्नु पर्यो कन्सिलर लाउने अनि त्यसपछि कन्सिलर लाउने अनि ब्लस लाउने हैन अनि त्यसपछि मस्काराहरू लाउँछु अनि आइब्रो बनाउँछु अनि त्यसपछि हल्का लिपस्टिक लाउँछु त्यति हैन अरु त के हुन्छ र ओ माई गड रितिका मलाई माफ गरिदिनु होला मैले यदि केही गल्ती गरेँ बिचरा मेरो साथीले मलाई कतिचोटि सिकाउने हो कि यहाँ अब सिकाउन भन्नुहुन्छ होला तर लेट्स सी है त अब प्रोसेसमा गरौँ त प्रोसेस गर्दा गर्दै के थाहा मलाई याद आउँछ कि अझै मैले केही बिर्सेको छु भन्यो भने अब सुरुमा चाहिँ मैले कन्सिलर लिन पर्यो सो कन्सिलर चाहिँ मेरो यो डियोरको कन्सिलर हो सुरुमा चाहिँ कन्सिलरै लाउने होला आई गेस यो कन्सिलर चाहिँ यहाँ यसरी लाउने हो अब यो आँखाको तल कन्सिलर किन लाउँछन् हजुरलाई थाहा छ मलाई थाहा भए अनुसार चाहिँ किनकि डार्क सर्कल हुन्छ नि त अनि त्यही भएर हो जस्तो लाग्छ अनि हल्का नाकमा चाहिँ होइन क्या हो यहाँ होला लाउने हल्का अनि अब आफूले हल्का यता यता लगाइदिने हुन्छ होला आई थिङ्क जहाँसम्म मलाई लाग्छ यसरी लगाइदिए नि हुन्छ होला हैन फरक त पर्दैन होला नि हैन के हो अनि यो मेरो ब्रस चाहिँ हुडा ब्युटीको ब्रस हो सो यहाँ अगाडि चाहिँ मेरो ऐना छ त्यही भएर उता ऐनातिर हेर्नु पर्यो मिस्टेक गर्नु भएन नि त फेरि सेतै देखिन्छ नि त हैन कस्तो हैन यहाँ मात्रै लाएर कन्सिलर आँखाको तल लाएर पनि अर्कै फेसै चेन्ज हुने के मेकअप इज आर्ट गाइज सबैलाई कहाँ आउँछ त्यस्तो मेकअप आर्टिस्ट हुन कम गाह्रो छ बरु यो नर्स हुन सजिलो छ होला यो मेकअप आर्टिस्ट हुन लास्टै गाह्रो छ जस्तो लाग्छ मलाई त म त कुनै किन आफ्नो काम मलाई आफूलाई चाहिँ सजिलो आफूले गरिरहेको भएर होला कि त्यो सजिलो लागेको मलाई चाहिँ अरूको काम देख्यो भने चाहिँ कति गाह्रो हुन्छ होला हुन्छ नि अब के मेरो साथी अब रितिका हेयर ड्रेसर हो उसको कति त्यो मैले अस्ति अब त्यो हेयर ड्राई मात्रै हात मात्रै यस्तो गर्दाखेरि कस्तो हात दुख्यो त्यो मेरो अनि कति गाह्रो हुन्छ होला तर मैले उहाँलाई चाहिँ भनेको छैन हैन तर यो भिडियोबाट चाहिँ मैले भनेको लास्टै गाह्रो हुन्छ यार यो हेयर ड्रेसर ब्युटिसियन मेकअप आर्टिस्ट हुन कम गाह्रो छ अलिकति पनि मिस्टेक भयो भने सकियो हामी त आँखातिर लाउने होइन क्या हो सरी यार सरी के हो र मेरो त छ्या यस्तो त छ मेरो ताल अब चाहिँ मैले यो ब्लेन्ड चाहिँ गरिसकेँ मेरो कन्सिलर हल्का चाहिँ अब त्यो स्पन्जले चाहिँ यस्तो टट गर्न पर्यो स्पन्जले पनि के हल्का यसरी गर्न पर्यो हजुरलाई लागिरह होला नेहा कहाँ गर्दैछ भनेर मैले चाहिँ एउटा नेपाली दिदीलाई भेट्नु जाँदैछु उहाँ चाहिँ हस्पिटलमा एडमिट हुनुहुन्छ अरे अनि उहाँ हस्पिटलमा एडमिट हुनुभएको 1 महिनाभन्दा नि धेरै भइसक्यो अरे अनि अब डिस्चार्ज दिने पनि कुरा गर्दैन अरे अनि एकदमै गाह्रो भइरहेको छ अरे उहाँलाई अनि उहाँ चाहिँ बरु म नेपालै जान्छु आएर कुरा गरिदिनु न कम्युनिकेसन त्यही त हो नि राम्रोसँग कम्युनिकेसन भएको छैन आएर बुझिदिनु न भनेर भन्नुभएको छ अनि 1 महिनाभन्दा नि धेरै भयो बिचरा भन्नुभएको तर के गर्ने मेरो स्केड्युलै नमिलेर हो अब फेरि हस्पिटल पनि कति टाढा टोडसतिरको रहेछ हस्पिटल त्यही भएर चाहिँ आज मैले टाइम मिलाएर जानु लागेको वेदर यस्तो पानी परेर कस्तो भयो टोडसतिर झन् कति चिसो होला लेट्स सी अब हेरौँ के हुन्छ अब चाहिँ के लाउने हो भयो नो अब चाहिँ म आइब्रो यो त बनाउनै बिर्सेको बनाएँ सो यो चाहिँ मेरो रेयर ब्युटीको हो यसरी बनाइहाल्नु पर्यो कता हेरौँ भयो यसरी माथि गर्ने हो क्या हो सुरुमा हैन
अनि त्यसपछि यसरी मिलाउने होला हैन त अनि यसरी माथि गर्ने होला हैन यो चाहिँ जेल मात्रै हो त्यस्तो कलर सलर केही पनि दिदैन यसले अनि जस्ट हुन्छ नि हाम्रो क्लियर गराउँछ भनौँ न अनि त्यसपछि चाहिँ मस्कारा लाउनु पर्यो मस्कारा लाउनु भन्दा अगाडि चाहिँ हल्का यो नभएको ल्यासेसलाई यस्तो माथि पार्न पर्यो मस्कारा लाउनु पर्यो अनि अब आई डोन्ट नो त्यो दिदीसँग मेरो भेट हुन्छ कि हुँदैन अब त्यो दिदीलाई के रोग लागेको हो के हो भनेर चाहिँ मैले यो भन्दा अगाडि एउटा भिडियो बनाएर हालिसकेको छु त्यो भिडियोमा हेर्नु होला अनि अब लेट्स सी अब मैले त्यहाँ गएर त्यस्तो त्यो दिदीलाई देखाएर भिडियो छिटो चाहिँ मैले बनाउँदैन हेर्नु किनकि सबैको आफ्नो आफ्नो प्राइभेसी हुन्छ अनि ल अन्त बिफोर र आफ्टर कस्तो मस्कारा लगाइसकेपछि त आँखै कस्तो हुने कि त्यही भएर हजुरले पनि मस्कारा लाउनु होला मस्कारा लाउँदाखेरि चाहिँ अनि यो तल तल पनि लाउनु पर्छ ल गाइस पहिला चाहिँ मैले लाउँथेन यस्तो तल तर झ्याउ मान्थेँ तर यस्तो वाटरप्रुफ चाहिँ यसरी तल लाउनु भयो भने चाहिँ त्यस्तो तल तलसम्म कि त्यो आफ्नो आँखा कालै हुन्छ भनेर टेन्सन हुन्छ न तर त्यस्तो कालो चाहिँ हुँदैन ल हेर्नु त मस्कारा पनि भयो अनि त्यसपछि हल्का ब्लस लाउँछु ब्लस पनि मैले मेरो रेयर ब्युटीकै ब्लस लाउँछु अनि लास्ट टाइम चाहिँ मेरो यो ब्लस लाउँदा सबैजनाले चाहिँ ब्लसको सेड कुन हो भनेर भन्नुभएको थियो यो ब्लसको सेड चाहिँ ब्लिस हो ल यो चाहिँ रेयर ब्युटीको हो पाउडर ब्लस लाउनु हुन्थ्यो मसँग पाउडर ब्लसै छैन अनि पाउडर ब्लस लेट्स सी अब टक 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 अनि त्यसपछि यहाँ पनि टक 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 धेरै नलाउने के टक 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 अनि हल्का नाकमा लाउनु पर्यो मेरो त त्यतिकै गाला धेरै चिसो भयो भने त गाला त्यतिकै रातो हुन्छ अनि यो लगायो भने त झनै फेरि रातो होला फेरि मेरो सो आई थिङ्क लुक गुड कसो देखेको छ भन्नु होला अहिलेसम्मको प्रोसेस अनि अब लिपस्टिक लाउँछु लिपस्टिक लाउनुभन्दा अगाडि चाहिँ मैले यो हुडा ब्युटीको इजी बेक फ्रेस पाउडर लाउनु लगाएको छु यसको सेड चाहिँ यो पिच कप केक सेट हो अनि यो पनि त्यसकै हो अच्छा यो स्पन्ज अलग्गै 20 युरोको स्पन्ज हो अनि यो चाहिँ आई थिङ्क 30 समथिङ आई डोन्ट रिमेम्बर अनि यसले चाहिँ यस्तो गर्यो भने चाहिँ मजाले खतरा दामी चाहिँ दामी हो कि यो हुडा ब्युटीको प्रडक्टहरू चाहिँ मलाई सबै मनपर्छ गाइस एकदमै राम्रो हो आई डोन्ट नो यो लाउने हो कि होइन तर मैले आफैले चाहिँ लगाएको क्या पानी परिरहेको छ नि त बाहिर अनि त्यही भएर यसले चाहिँ अनि मजाले फ्रेस गरिदिन्छ क्या आफ्नो फेसलाई अब मैले यताउता त केही पनि लगाएको छैन तर त्यही पनि लेट्स सी अनि हल्का मेरो यो डियोरको हाइलाइटर लगाउन पर्यो यो हाइलाइटर पनि यसरी मेरो साथीले भन्नुभएको हँसु जान लाग्यो कस्तो नक्कली भएर जान लाग्यो भनेर भन्नु होला के गर्ने त अनि अब अरू बेला नक्कल पार्न टाइम छैन आफ्नो काममा यस्तो नक्कल बनेर जानु भएन लाज लाग्छ त्यही भएर अब बाहिर कतै जाने बेलामा यतिखेर त नक्कल पार्ने हो अरू कुन बेला नक्कल पार्ने त सो त्यही हो अब चाहिँ मैले सेटिङ स्प्रे फिस 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 लाउनु पर्यो सेटिङ स्प्रे पनि मेरो यो हुडा ब्युटीको हो सो आम डन